माई गड हाम्रो भाउजू चाहिँ आज एकदमै प्रेसर हाईमा ड्युटीबाट आउनु बित्तिकै मेरोमा आयो होइन। अस्ति सपन स्ट्राङदा किन बोलाएनस् भन्ने चाहिँ उसको क्वेसन। उसको चाहिँ एकदमै ठुलो अब फ्यान हो नि त, एकदमै ज्यादा हेर्छ। तर मैले चाहिँ बोलाएन त, नबोलाएको कारण चाहिँ एकदमै बिजी थिएँ नि त हो। यति बेसी कराएको भगवान्, यति बेसी करायो भाउजूले मलाई। र नमस्ते सबैजनालाई। ल सन्डे ब्लग तपाईँहरूलाई यादै छ हो। सन्डेको ब्लग त मेरो यस्तै हुन्छ, त्यस्तै हुन्छ। यो चाहिँ अब अस्तिको पनि हुनसक्छ, हिजोको पनि हुनसक्छ, अस्तिको दिनको ब्लग पनि हुनसक्छ। अल आर मिक्स एन्ड म्याच ब्लग। र साथीहरू अझै मेरोमा फेरि स्पेसल गेस्ट आउँदैछ। घर त सफा गर्नै पर्यो हो। को रहेछ, कसरी छ भन्ने चाहिँ तपाईँहरूले भिडियो चाहिँ फुल हेर्नुपर्छ हो। त्यसका बाजे र हाम्रो भाउजूले चाहिँ बेलुका आएर चाहिँ मलाई यति साह्रो च्याङ गऱ्यो। मलाई चाहिँ किन नबोलाएको, म घरमै थिएँ। गुटुङ टुङ 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 मान्छेहरू त बोल्दै थिए, तर तिमीले मलाई एकपल्ट सम्झेन भनेर रुन्छ हो। घाँटे अर्काको लागि क्या रुन्छस् भनेर मैले पनि कराइदिएँ हो। मेरो बुढाको चाहिँ अब डेट आउनु आँटेको छ, किन के हुँदैछ पत्ता छैन। र पानी पर्दा जस्तो पनि भयो। आजको वेदर त अब के भन्नु, सन्डे घरि पानी, घरि राति, घरि दिउँसो, घरि के हुँदैछ, घरि इन्द्रेनी लाग्दैछ। यही हो वेदरको अपडेट म दिन सक्दिनँ। र मलाई चाहिँ भाउजूले कराएर म चाहिँ एकदमै दुःखी थिएँ नि त। करायो भने नि मैले बिचरा मैले बोलाएन, किनभने उहाँको चाहिँ भिडियो पुरा हेरिबस्नुहुन्छ नि। अन्त मलाई सबैले सोध्दै थियो कस्तो थियो सपन स्टार भन्दै, सबैले सोध्दै थियो। भेरी काइन्ड पर्सन, एकदमै राम्रो, एकदमै जस्तो भिडियोमा छ नि एकदमै रियलमा यो फुल जस्तै ग्लोवी कलरको छ। र आज मेरो स्पेसल गेस्ट आउँदैछ नि त। मोमो चाहिँ क्यान्सल हो साथीहरू, खुसीको कुरा। मोमो क्यान्सल आज सन्डेदेखि उता। अन्त सी इज माई नागाल्यान्डबाट है साथीहरू। मैले चाहिँ उहाँको भिडियो हेर्छु, उहाँले चाहिँ मेरो भिडियो हेर्छ। अन्त अहिले हामी दुईजना चाहिँ आफ्नै बेस्ट फ्रेन्ड भन्दा पनि जिगरी दोस्त भइसकेको छौँ। सी इज फ्रम नागाल्यान्ड। हर इङ्ग्लिस इज सो ब्युटिफुल एन्ड रियलमा चाहिँ उहाँ चाहिँ यति साह्रो राम्री हुनुहुन्छ कि। तर अफसोस उहाँको क्यामेरामा कुछ प्रब्लम छ भनेको हुरुक्कै गिफ्ट हेर न, घाँटे पछि यस्तो आउँछ मेरो घरमा। एक झोला के लिएर आयो भने अन्त यही हो भाउजू चाहिँ च्याङ गरेर अलिकति भाउजूले चाहिँ चिरिप पनि लाएर आएछ। आम्मा चाक्नीसँग मलाई कराएको, किन नबोलाएको बहिनी, के थियो मेरोबाट, के कमी थियो भनेर चाहिँ उहाँ सपन स्टारको चाहिँ एकदमै ठुलो फ्यान। मैले क्युट सा तोङ्बा पनि दिएँ होइन। अन्त जेसु होस् भाउजू नकरा, अब जे हुने थियो भइगयो। एउटा गीत आयो मलाई, जे हुनु त्यो भइगयो, सुख दुःख कुराहरू भनेको गाँठे। यो स्प्राइट त उहाँले त लु जाँड बराबर रक्सी बराबर खनेर खाएँ। प्रेसरमा छ नि त आज भाउजू, किन मैले बोलाएन। म पनि एकदमै बिजी थिएँ नि त। अनि मेरो बुढाले चाहिँ के ल्यायो आइदिनु, महिना मऱ्यो नि त, दिनु रिसी हुनसक्छ। त्यसले गर्दा चाहिँ अब हेर न, गर्नुको लागि मोमो त बनाउनै पर्यो। अन्त फेरि यस्तो अरे अस्तिको मोमो त काँचो भयो अरे, तेरो काँचो जहाँसम्म रोड खुनेको छ त्यहीँसम्म खिच्छु भनेर चाहिँ मनमा मात्रै सोचेँ। अब यस्तो कम्प्लेन त आइबस्छ हाम्रो घरमा। र किन मैले कोदोको मोमो बनाइछु अस्तिको सन्डे भनेर मलाई रिग्रेट भयो, किनभने अब कोदोको देख्यो नि त कन्टिन्यू बनाउनु लाउँछ भनेर टेन्सन। अब कोदोको देख्यो नि त, अब कन्टिन्यू सन्डे चाहिँ कोदोकै हुन्छ जस्तै लागेको छ। थ्याङ्क यू सो मच फर वाचिङ।